नमस्ते। आज 2082 फागुनको 22 गते अर्थात् यो ऐतिहासिक प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको दोस्रो दिन मत परिणाम घोषणा हुने क्रम जारी छ र यो परिस्थितिमा जुन किसिमको रुझान आइरहेको छ त्यसले जे बताइरहेको छ, यो जे सन्देश दिइरहेको छ, यो स्वाभाविक हो, जायज हो भन्ने मलाई लाग्छ। यो किन त भन्दा वास्तवमा यो परिणाम त्यत्तिकै पनि आएको होइन। यो हावादारी परिणाम पनि होइन, यो जालझेल पनि होइन। यो परिणाम स्वाभाविक हो भन्ने मलाई लाग्छ। किन त स्वाभाविक भन्दा आज जनतामा, नागरिकमा जुन किसिमको वितृष्णा थियो राजनीतिक दलहरूप्रति, नेताहरूप्रति, वास्तवमा यो अवस्था आउनुमा परिस्थिति यो जुन अहिलेको निर्माण भएको छ त्यो निर्माण गर्नमा कतै न कतै राजनीतिक दलहरू, नेताहरू जो विद्यमान परिस्थितिमा, विद्यमान राजनीतिमा लागेका थिए, अग्रसर थिए, तिनीहरू सबै जिम्मेवार हुन्। राजनीतिक दलहरूको नाम लिइरहनु पर्दैन। जो राजनीतिक दलहरूमा आबद्ध जो नेताहरू थिए ती सबै जिम्मेवार हुन् अहिलेको परिस्थितिमा। र यो नराम्रो भयो भन्न